फ्लोरहरू बनाउँदै रहेछ है, छाम आउनु आँटेको छ नि त। अन्त हामी चाहिँ गएर एकछिन वेट गऱ्यौँ। यहाँ चाहिँ मेरो आमा है, हामी चाहिँ एकछिन क्यान्टिनमा गएर वेट गऱ्यौँ नि त। अनि मेरो एकजना भाइला हुनुहुन्छ है, भाइलाले चाहिँ छामबालाई बोलाइदिनु भएको थियो। त्यहाँदेखिको चाहिँ हामी गुम्बाभित्र पस्यौँ है, यहाँ भण्डारा बनाउनु हुँदै रहेछ कुशेलाहरूले चाहिँ हो। अनि हामी एकछिन त्यहाँ बस्यौँ। हेर्नुहोस् न है, गुम्बातिर आएर बस्दा कति शान्ति फिल हुन्छ है। यो चाहिँ छामको लागि सबै रेडीहरू गर्नु हुँदो रहेछ नि त त्यहाँ हो। यो चाहिँ डाली गुम्बा हो। त्यहाँदेखिको चाहिँ छामबाला आउनुभयो है, छामबालाले त्यहाँदेखिको मेरो आमालाई चाहिँ ठुईहरू गरिदिनु भयो। उहाँ चाहिँ हुनुहुन्छ भाइला है, एकदमै मिल्ने, एकदमै हेल्पफुल है। यतिको राम्रो मान्छे चाहिँ अहिलेसम्म मैले लाइफमा अब भेटेको छुइनँ भन्दा पनि 1-2जना छ है मेरो लाइफमा स्पेसल मान्छेहरू। त्यसमध्ये चाहिँ मेरो भाइलाई पनि पर्नुहुन्छ है, साथी भने पनि है, भाइ भने पनि, दाजु भने पनि सबै कुरो राम्रो हुनुहुन्छ क्या, हेल्पफुल एकदम, जहिले पनि हेल्पको लागि चाहिँ अगाडि बस्नुहुन्छ है। त्यहाँदेखिको चाहिँ हामी फर्क्यौँ। हेर्नुहोस् न, ट्रेन जाँदै रहेछ, अलिकति मात्रै भेटेँ। त्यहाँदेखिको घरमा आएर चाहिँ मेरो आमाले यसरी मुलाहरू काटिदियो अचार हाल्नुको लागि है। त्यहाँदेखि मैले चाहिँ यसमा नुन र हर्दीहरू हालेर मुछिराखेँ हो। त्यहाँदेखिको चाहिँ अल्छी लाग्छ होला भनेर आमालाई एकछिन यसो है, माइन्ड पनि फ्रेस हुन्छ भनेर हामी चाहिँ एकछिन बजार गयौँ आमा छोरी। त्यहाँदेखिको हेर्नुहोस् न, नानीहरूको जुत्ता कति क्युट क्युट हो, कस्तो मन परेको नि त। अन्त हो हेर्नुहोस् न, यहाँ कस्तो दामी दामी जुत्ताहरू है नानीहरूको। यहाँ चाहिँ मेरो आमा है, अलिअलि फोटो सेसन भयो त्यहाँदेखिको चाहिँ हामी चौरस्ता गयौँ। यहाँ चाहिँ मेरो मारेबुङको आन्टी हुनुहुन्छ, उहाँले राख्नुभएको रहेछ दोकान है। यस्तो दामी दामी सामानहरू छ, तपाईँहरूले पनि त्यहाँ गएर लिनु सक्नुहुन्छ है। एकदमै दामी दामी अब हुन्छ नि, कस्तो राम्रो राम्रो चिजहरू है। त्यहाँदेखिको हामी दुईजना चाहिँ त्यहाँ बसेर अलिकति प्रोग्रामहरू हेर्नु थाल्यौँ है। हेर्नुहोस् न, टुरिस्टहरू रहेछ है, सानसानो नानीहरू रहेछ, दिदीभाइ रहेछ, अन्तखेरि दाजु बहिनी रहेछ। अन्तखेरि त्यहाँ चाहिँ कस्तो दामी दामी गीत गाएको है, हामीले अलिकति इन्जोय गऱ्यौँ त्यहाँ बसेर। हामीले उनीहरूले है गीत गाएकोहरू हेऱ्यौँ। हेर्नु त, टुरिस्ट भएर है यस्तो जग्गामा आएर होइन, टुरिस्ट भएर यस्तो दामी गीत गाउनुभएको क्या उहाँले। यस्तो राम्रो राम्रो दुईजना सानसानै थियो नानीहरू है। अनि यहाँ चाहिँ मेरो आमा र म बसेर यसो हेर्दै, प्रोग्राम हेर्दै, त्यहाँदेखिको चियाहरू खायौँ दुईजनाले हो। त्यहाँदेखिको चाहिँ हेर्नुहोस् न, फेरि आँखा त फेरि फुलमै जान्छ, फुलमा प्लान्टमै जान्छ है। त्यसपछि यस्तो दामी दामी प्लान्टहरू राखेको रहेछ है, यस्तो मन परेको। तर मेरो चाहिँ घरमा पुरा छ प्लान्ट। हस् त, ओके, थ्याङ्क यू सबैलाई, बाई बाई।